गाइस लासो फ्याफुला आज चाहिँ हामी शीतललेक शिवरात्रिको मौका पारेर चाहिँ शीतललेक जाँदैछौँ सबैजना हाम्रो मैले चाहिँ पुरै भ्लगमा चाहिँ सबै कुराहरू समावेश गर्ने कोसिस गर्नेछु है सबैजनाले हेर्नु होला किप कन्टिन्यू टु वाच है अन द वे छौँ है एकदमै अफ रोड रहेछ फर्स्ट टाइम हो है फर्स्ट टाइम एकदमै अफ रोडिङ रहेछ है ल अफ रोडको लागि कोही आउन चाहनुहुन्छ भने चाहिँ यो ठाउँ एकदमै पर्फेक्ट छ यता अर्को भ्लगर नै हुनुहुन्छ मेरो बाबु है हाम्रो दुईटा भ्लग जुदेछ है यता पनि हाम्रो बाबुलाई सब्स्क्राइब गर्नु होला चाट रक्सी चाहिँ खानुहुन्न है खानुहुन्न हामी हाम्रो सेलसँग यो डेन्जरस रोडमा यसमा एकपल्ट मान्छे फर्के भए जस्तो हुन्छ अपलोडिङ हामी मुस्ताङ जाँदैछौँ धादिङको मुस्ताङ जाँदैछौँ हामी मैले ड्रोन शट हान्दैछु हामी सबैजना क्याप्चर हुनुपर्छ ड्रोन शट ल है किप वाचिङ हेर्दै गर्नु है त अब हामी जान्लाटेको ठाउँ थियो धार्मिक र पवित्र रहेको छ यहाँ शिवले बास गर्नुभएको छ शिवरात्रिको मौका पारेर चाहिँ हामी यता हुनुहुन्छ हाम्रो दिदी हेलो यता हाम्रो बच्चाहरू यता पनि छ अगाडि पनि छ यसरी हाम्रो टोली ठुलो छ हेलो हेलो शिवरात्रिको बाटो छेकेर बसेको छ यता कति पैसा चाहियो कति हामी बिहान सम्पूर्ण मान्छेहरू 9 बजी उठ्यो तर 9 बजे 7 बजी उठे 5 बजी उठे तर यस नारी पार्टीलाई सुन्दर सामग्री लाएर आफूलाई सुन्दर बनाउन खुसीको थियो तर के होइन सुन्दर कोही छैन मन पर राम्रो गर्छ भाइ बहिनीहरू नेता यो अफरोडमा म रोड बनाउँछु कच्चा बाटो हो पक्का बाटो बनाउँछु ए रुख नेताजीको अनुहार देखाइदिनुस् ल यो पञ्चायत किन नआयो भने मेरो हातमा यो देश बनाउनको लागि देश विकासको लागि छाडा गएको छ लिफ्ट दिएको छौँ आमा यता हिँडिरहनु भएको रहेछ एकदमै गाह्रो भएको भएर हामीले चाहिँ यसरी लिफ्ट दिँदैछौँ है सबैजना मिलेर गयो भने पुग्छ नि त त्यही भएर चाहिँ उहाँ चढ्दै हुनुहुन्छ ढिला भइसक्यो तै पनि हामी यहाँनिर मिलेर जाउँ भन्ने हिसाबले चढ्दै हुनुहुन्छ है आउनुहोस् ल चप्पल लाएर आएको काभ्रेलीहरू पनि हाम्रो नानीले चाहिँ स्टोरी भन्दैछ है स्टोरी हाम्रो पहिलाको स्ट्रगल ठुला दिदीहरूले हामीलाई नल्याउँदाखेरि हामी पछि आउँथ्यौँ अहिले बुढाहरूलाई हामीले लिएर आउँछौँ तर गाडीमा है हाम्रो बाटोको भ्यू हेर्न सक्नुहुन्छ गाउँमा भने यति राम्रो बाटो बोटबिरुवाहरू छन् अहिले हामी चाहिँ
गाडीको यात्रा सकेर अब हिँड्नुपर्ने रहेछ अलिकति धेरै त होइन तर अलिकति बाटो चाहिँ यसरी भर्याङहरू चढेर हिँड्नुपर्ने रहेछ ल हामी चाहिँ माथि पुगेपछि तपाईँहरूलाई म देखाउँछु है त के कस्तो हुन्छ म भिडियोमा क्याप्चर गर्दै जानेछु ल फाइनली हामी चाहिँ आइपुग्न लागिसक्यो है आवर डेस्टिनेसन अब हामी दर्शन गरिसकेपछि म फेरि पनि भिडियो कन्टिन्यू गर्छु है त हामी चाहिँ भर्खरै दर्शन गरेर सकिसक्यो है यता चाहिँ हाम्रो नानीहरू पनि यता हुन्छ हेलो पूजा गर्नुभयो एकदमै धेरै भिड रहेछ है यता चाहिँ ल हामी चाहिँ ढिला आए पनि दर्शन गर्न चाहिँ पायो सजिलै दर्शन गरेर अब यता अहिले चाहिँ हाम्रो टिका लाउने कार्यक्रम हुँदैछ पहिलो लाउने रे हामी चाहिँ खाली खुट्टा हेरेर दर्शन गरेर आयो है ल हामी चाहिँ मन्दिर दर्शन गरेर सकेर अब चाहिँ त्यो पारी डाँडामा जाँदैछौँ है अहिले म देखाउन सक्दिनँ अहिले उतै पुगेपछि चाहिँ म फेरि यो भ्लग चाहिँ कन्टिन्यू गर्छु हजुरहरूलाई म देखाउँदै गर्छु है त हामी चाहिँ मन्दिर दर्शन गरेर त्यो पारी डाँडामा जाँदैछौँ है ल दिदीहरू चाहिँ यता लाली गुराँस पाउँछ कि भनेर हेरिरहनु भएको छ यता लाली गुराँसको रुख अघि न यतातिर देखाएको थियो साइड टिपिसक्यो होला सबै लाली गुराँसहरू बिहानै टिपेर सकिसकेको रहेछ जस्तो छ किनभने हामीले चाहिँ सोचेको थियो यसपालि हामी चाँडो आइपुग्यो लाली गुराँसहरू पाउँदैन भनेर है तर वी आर लकी हामीले चाहिँ लाली गुराँसहरू पायौँ बधाई छ एकदमै ह्याप्पी है लाली गुराँस पाएर कस्तो लागिरहेको छ तपाईँलाई एकदम खुसी ल है सिजनको फर्स्ट लाली गुराँस चाहिँ मेरो हातमा परिसकेको छ ल यो वर्षको फर्स्ट लाली गुराँस हाम्रो राष्ट्रिय फुल है अनि यता हाम्रो दिदीहरू हुनुहुन्छ सबैजना चाहिँ हामी त्यहाँ खाजा खाएर केही बेर बसेर अनि हामी घर फर्किन्छौँ धेरै टाइम छैन हामीसँग हामी चाहिँ एकदमै छोटो भिजिटको लागि हिँडेको छिट्टो छिट्टो हामीले दर्शन गरेर अब त्यहाँ गएर हामी फर्किहाल्छौँ है हाम्रो भाइ बहिनीहरू यता उखुबेच्दै बसिरहनु भएको छ यता हामी चाहिँ हिँड्नै नसकेर एकछिन फेरि रेस्ट है रेस्टिङ टाइम यता फोटो टाइम सकेन हामी चाहिँ एकदमै त्यो डाँडाबाट आएर हामी अहिले अब त्यो माथि डाँडामा पुग्नुपर्ने रे हामी चाहिँ यता लाली गुराँस हन्टिङ हुँदैछ है ल लाली गुराँस फुलको खोजीमा हामी हिँड्दैछौँ अरूसँग मागेको एकदमै पातै नभएको फुल दियो क्या हामीलाई
त्यही भएर हामी आफै यता लालीगुराँस टिप्न सक्छौँ कि भन्ने आशमा चाहिँ हामी हिँडेका छौँ। एकदमै भिड पाखा रहेछ, म त सक्दिनँ जस्तो छ। तर यहाँनिर हाम्रो दिदीहरू चाहिँ आर्ट गर्दै हुनुहुन्छ। हेर्नु कति राम्रो त्यही हो त्यही हेर्नु। ओहो त्यो भाइहरूले कति र हामीले चाहिँ लालीगुराँस टिप्न नसक्ला जस्तो यही फुलमा चित्त बुझाउनु पर्यो है। सकेन किनभने एकदमै भिड। त्यहाँनिर अरूहरूले त मजाले चढेर टिपिरहनु भएको, तर हामी चाहिँ सकेन एकदमै अग्लो भएको भएर। अलिकति रिस्क हुने जस्तो लागेर चाहिँ त्यहाँ चढेन है। हामी चाहिँ ल फर्केको। अहिले बाबुहरूले टिप्नु भयो भने भयो, नभए चाहिँ हामी यत्तिकै फर्केको है त। म चाहिँ भाग्यमानी भए चाहिँ यहाँ छिर्छु, यदि अभागी भए चाहिँ अड्किन्छ अरे है। ल मेरो बहिनीहरू चाहिँ छिरिसक्यो अलरेडी। भाउजू छिर्नु भइसक्यो, बाबुको पालो। म त आस्ते पवित्र नेता पनि मान्छे। ल मेरो बाबु ल माटो पार्टीको नेता चाहिँ हिँड्नु सक्नुभयो। माटो पार्टीको नेता चाहिँ हिँड्नु भइसक्यो। अब रोजिना आन्टी शिवानी पनि आऊ। ल ल ल ल ल ल ल हाम्रो सानीलाई त केही सामान पर्दैन। ल सबैभन्दा भाग्यमानी र लक्ष्मी ल आउनुहोस्। हामी हिँड्न नसक्ने टोलीहरू यता, अनि हिँड्न सक्नेहरू चाहिँ धन्दा गाडीमा, हिँड्न नसक्नेहरू चाहिँ उता पुगेर किन। फाइनल्ली हामी आइपुग्यौँ त्यो पारी डाँडाबाट। हामी यो जुन देखेको डाँडा थियो, मैले अगाडि देखाएको भिडियो, त्यो ठाउँमा चाहिँ हामी आइपुग्यौँ फाइनल्ली। यता चाहिँ यस्तो माहौल रहेछ है, एकदमै रमाइलो माहौल। म चाहिँ लालीगुराँस वाली भन्नु न। अब हामी चाहिँ खाजा कार्यक्रम तातो खाजा खाएर अब हिँडिहाल्यो। पछि हामी फेरि पनि भ्लग कन्टिन्यू गर्छौँ। तातो चाउमिन। आलु लिनु ल। अब हामी तातो खाना खाएर हिँडिहाल्छौँ। यता चाहिँ प्रोग्राम हुँदै रहेछ। हामी चाहिँ खाजा खाएर अब फेरि लाग्दैछौँ। त्यो हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ त्यो टुप्पो हो है। त्यहाँनिर यहाँ चाहिँ पुरै हाट बजारहरू जस्तो लाग्ने रहेछ त। यहाँनिर सामानहरू यस्तो रहेछ है। फाइनली हामीले चाहिँ लालीगुराँस टिप्नलाई आँट गरिरहेछौँ। हेरौँ है त हामीले टिप्न सक्छ कि सक्दैन। हामीले भन्नाले नि नानीले यता हामीले नै हो, हामी पनि सपोर्टर त हो नि त। हामी सपोर्ट गरिरहेछौँ नि त। ल ल निर्मल दिदी सक्छ। ल हामी हुटिङ गर्छौँ है। लालीगुराँस अनि मैले टिपेको होइन, यता हाम्रो नानीहरूले टिप्नु भएको। मैले चाहिँ यसरी बोक्दैछु है। हामीले चाहिँ सकेसम्म लालीगुराँस चाहिँ नटिप्नु होला भन्न चाहन्छु। तर पनि हामी चाहिँ धेरै यो चाहिँ औषधिको लागि भनेर मात्रै टिपेको। हामीले चाहिँ अब हाम्रो घरतिर चाहिँ पाउँदैन नि त यो, एकदमै माथितिर मात्रै पाउने भएको, लेकतिर मात्रै पाउने भएकोले चाहिँ हामीले चाहिँ आएको बेलामा मौका छोपेर हामी आफैले टिपेका छौँ है। यसको लागि चाहिँ हामी चाहिँ सरी भन्न चाहन्छौँ। ल है हामीले चाहिँ लालीगुराँस टिपेर अब हामी जाँदैछौँ। अब अलमोस्ट हामी चाहिँ अब घर फर्किने बेला भइसक्यो चाहिँ गाडी ड्राइभर दाइलाई एकदम ढिला भइसक्यो अरे। अब हामी चाहिँ निस्किँदैछौँ। ल यहाँ हिँड्न नसके बेला यहाँ बाटो एकदमै गाह्रो। बाबु तपाईँले कटौरामा के पाउनु भयो त? कटौरामा केवल फुल जो कि बहुमूल्य छ र बहुउपयोगी छ। यसलाई हाम्रो विभिन्न किसिमका रोग तथा हाम्रो अपाङ्ग विकलाङ्ग जस्ता मानिसहरूलाई सहयोग गर्न मिल्छ। नेपालको राष्ट्रिय फुल धरीको यसका विभिन्न प्रजातिहरू रहेका छन्।
ए भन्दै म निम्तिन चाहन्छु धेरै कलरहरू पाउँछ अनि यसको उपयोग पनि धेरै कुरामा गरिन्छ हैन र हजुर ल ठिक छ यता चाहिँ हाम्रो टिकटक भिडियो चल्दैछ है टिकटक भिडियो घुम्न आएपछि टिकटक फेसबुकमा हैन फोटोहरू खिच्नलाई अपलोड गर्नलाई यता उखु बोकेर ल उखु खानुपर्छ है त यता सानी त उखु खान थाल्छ यो दिदीले भन्नुभएको ल ल ल जम 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 ढिला हुन्छ ऊ ब्याग 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 सुकेल है ए उ त्यहाँ ब्याग बोकेर हिँड्नु है ल ल है हामी चाहिँ ट्राफिक जाममा परेका छौँ हाम्रो छोटो जाम हाम्रो एकदम छोटो जाम थियो यता लामो जाम पर्यो है आउँदै हुनुहुन्छ ओहो धेरैजना पो हुनुहुँदो रहेछ त गाउँ नै उठेर आउनु भयो क्या हो तपाईहरु त भालेको डाँगैमा आउनु भयो क्या हो अनि कहाँको मान्छे आइसक्यो त्यही त नि भालेको डाँगैमा हिँड्नु भयो ल है हामी चाहिँ ओर्लिँदैछौँ फाइनली हामी चाहिँ हाम्रो घुमघाम सकेर अब घरतिर फर्किँदैछौँ है थ्याङ्क यू सो मच फर वाचिङ गाइज तपाईँहरूलाई कस्तो लाग्यो तपाईँहरूलाई रमाइलो लाग्यो लाली गुराँस नि पाइयो हामीलाई अलिकति उ भएन के राम्रो भएन खानेकुरामा चाहिँ एक्सपेक्टेसन धेरै थियो चिया पनि पाएन है चिया पाएन फाइनली हामी चाहिँ दर्शन गरेर अनि घुमघाम गरेर घर फर्किँदैछौँ है एकदमै रमाइलो भयो अविस्मरणीय क्षण रह्यो सबैजना हाम्रो फ्यामिलीहरू यता हुनुहुन्छ है तपाईँहरूलाई कस्तो लाग्यो भन्नुहोस् न एकदम रमाइलो लाग्यो रमाइलो भयो पूजा गर्यौँ मेन कुरा चाहिँ चिया लभरहरूलाई चिया पाइएन हामीले कति हन्टिङ गऱ्यौँ कति ठाउँ घुम्यौँ है एकदमै चिया नपाएर हामी अहिले सलाङ बजार एकदम सिद्धा लेकको सलाङ बजारमा चिया पाउँछ हामी त्यही गरेर अनि त्यसपछि यहाँ चाहिँ तातो आलु चप है खाने भनेर चाहिँ त्यो पनि अधुरै रह्यो है अब घरमा खाने थ्याङ्क यू सो मच फर वाचिङ यस्तै यस्तै भिडियोको लागि लाइक सेयर एन्ड सब्सक्राइब बाई